फुटबल फ्यान हो तर 90% फ्यान्सहरूलाई यो कुरा थाहा छैन। फुटबल एक्चुअली स्टार्ट कहाँबाट भयो त? लेट्स फाइन्ड आउट। भन्नुपर्दा फुटबलको हिस्टोरी धेरै पुरानो छ, तर मोडर्न फुटबल रुल्स जुन आज हामी फलो गरिरहेको छौँ इङ्ल्यान्डमा 1863 मा अफिसियली स्टार्ट भएको थियो। अनि 3 नोभेम्बर 1872 फर्स्ट अफिसियल इन्टरनेसनल फुटबल म्याच बिट्विन इङ्ल्यान्ड भर्सेस स्कटल्यान्ड। यसमा फन्नी कुरा चाहिँ के छ भन्नुपर्दा फर्स्ट इन्टरनेसनल म्याच रिजल्ट भने 0-0। यो म्याच हेर्न 4000 मान्छेहरू आएका थिए। 1863 बाट सुरु भएको यो गेम आज 5 बिलियन प्लस फ्यान्सहरूको इमोसन बनिसकेको छ। फलो फर मोर, मलाई फलो गरेर राख्नु होला, अनि लाइक गर्न नबिर्सिनु, आफ्नो साथीहरूसँग सेयर गर्न नबिर्सिनु। मेन चाहिँ कमेन्ट, हजुरको फुटबलमा फेभरेट क्लब चाहिँ कुन हो कमेन्ट गरिदिनु होला।